नमस्कार, सूत्रधारमा सम्पूर्णमा स्वागत छ। श्रोतागण, लोकतन्त्रको नाममा जनतालाई बारम्बार दबाइने, आन्दोलनकारीलाई अपराधी झैँ व्यवहार गर्ने र दोषीलाई प्रश्न नै गर्न नदिने प्रवृत्ति हाम्रो देशमा नयाँ होइन। उखान छ, बाघलाई पन्छ्याउने तर श्रीगालसँग डराउने। आज त्यही उखान सरकार र जाँचबुझ आयोगमा लागू भएको देखिन्छ। जेनजी आन्दोलनको क्रममा भएको दमनको छानबिन गर्न बनेको जाँचबुझ आयोग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिनै डराए जस्तो देखिन्छ। सरकारले चाहेको हो कि आयोग आफै डराएको हो, आम जनता रणभुल्लमा परेका छन्। 23 र 24 भदौमा भएका घटनाले नेपालको राज्य, समाज र राजनीतिलाई गहिरो रूपमा छोयो। भ्रष्टाचार विरुद्ध सुरु भएको युवा आन्दोलन, राज्यको बल प्रयोग, त्यसपछिको अराजकता र अहिले चलिरहेको छानबिन, यी सबैले अनेक प्रश्न उठाइरहेका छन्। तर सबैभन्दा ठूलो प्रश्न हो, दमन कसको आदेशमा भयो? 24 भदौ कसरी देशव्यापी विध्वंसमा बदलियो? आज हामी यही रहस्यका बारेमा केन्द्रित रहनेछौँ। हेर्नुहोस् यो रिपोर्ट। 23-24 भदौका घटना, दमनको स्रोत र अराजकताका दोषी को? जेनजी आन्दोलनका क्रममा 23 भदौमा भएको सरकारी दमन र 24 भदौमा देशभर फैलिएको अराजक गतिविधिको छानबिनका लागि बनेको उच्च स्तरीय न्यायिक आयोग अहिले नै गम्भीर अन्योलमा परेको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा बनेको 3 सदस्यीय आयोगलाई 3 महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मा छ। तर अहिलेसम्म आयोगले मुख्य जिम्मेवार ठानिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन नै हिम्मत गर्न सकेका छैनन्। यही कारणले आयोगको निष्पक्षता, कार्यक्षमता र प्रतिवेदन विश्वसनीय हुन्छ कि हुँदैन भन्ने ठूला प्रश्न उठ्न थालेको छ। बयान लिन आयोग आफै असमर्थ। आयोग स्रोतका अनुसार अध्यक्ष कार्की र सदस्यहरू दुवै नेतासँग बयान लिनुपर्ने स्पष्ट भए पनि उनीहरू बयान दिन नआए के गर्ने भन्ने निर्णयमा पुग्नै सकेका छैनन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालसँग पटक पटक परामर्श गरिए पनि स्पष्ट निर्देशन नआएको मन्त्रालय स्रोतले जनाएको छ। एमालेको दबावले प्रक्रिया झनै संवेदनशील। एमालेको महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरूले आयोग र सरकार दुवैलाई निरन्तर दबाव दिइरहेका छन्। केही दिन अघि आयोग प्रमुखसँगको भेटमा एमाले नेताहरूले चेतावनी दिँदै भनेका थिए, ओलीमाथि कारबाही भयो भने कठोर परिणाम भोग्नुपर्नेछ। यसपछि सरकार ओलीप्रति नरम हुँदै गएको छ। सरकार चुनावमा केन्द्रित। आन्दोलनकालमा दोषीलाई कडा कारबाही हुन्छ भन्दै आएको सरकारले अहिले भने चुनाव नजिकीको कारण विपक्षीसँग ठूला टकराव बढाउने जोखिम लिन चाहँदैन। फागुन 21 गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले सरकार चुनाव सहज रूपमा सम्पन्न होस् भन्ने मुख्य उद्देश्यमा केन्द्रित देखिन्छ। आन्दोलनकारीहरूको दबाव। अर्कोतिर जेनजी आन्दोलनका युवा नेताहरू सरकारमाथि दुवै नेतालाई पक्राउ गर्न कडा दबाव दिइरहेका छन्। गुरुङले खुलेर भनेका छन्, यदि ओली लेखक पक्राउ पर्दैनन् भने चुनाव हुन दिइँदैन। तर सरकार आन्दोलनकारीको भन्दा एमाले शीर्ष नेतृत्वको दबावलाई बढी गम्भीर लिएको देखिन्छ। 23 भदौ शान्तिपूर्णबाट हिंसामा पुगेको राजनीतिक घटना। 23 भदौमा युवा पुस्ता भ्रष्टाचार र राज्य विफलता विरुद्ध सडकमा उत्रिएको थियो। तर संसद भवनतिर भिड अघि बढेपछि सुरक्षा निकायले कर्फ्यूको बीचमा बल प्रयोग गर्यो। त्यस दिनको भिडन्तमा 19 जनाको मृत्यु भयो, जसले राज्य संयन्त्रप्रति कडा आक्रोश सृजना गर्यो। सुरक्षा अधिकारीहरूका अनुसार संसद भवनमा जोखिम बढेको र चेपथुन रोक्न बाध्य भएर बल प्रयोग गरिएको थियो। तर आलोचकहरूले त्यस दिनका सुरक्षात्मक निर्णयलाई अत्याधिक र असमय ठहर गरेका छन्। त्यस दिनको घटना मूलतः राजनीतिक स्वरूपको थियो, असन्तोष, आक्रोश र असङ्गठित नेतृत्वको मिश्रण। 24 भदौ अराजकता र योजनाबद्ध तोडफोड। 24 भदौमा देखिएको अवस्था 23 भदौको निरन्तरता जस्तो देखिए पनि स्वरूप पूर्ण रूपमा फरक थियो। सार्वजनिक प्रमाणहरूले देखाउँछ, सरकारी निजी भवनमा आगजनी, प्रहरी कार्यालय आक्रमण, कैदी भाग्ने प्रयास, नेतासँगै सर्वसाधारण घरमा आक्रमण, लुटपाट र योजनाबद्ध तोडफोड। यी गतिविधिपछि 24लाई आन्दोलनभन्दा विध्वंस भन्नु नै तथ्यसम्म देखिन्छ। 24का गतिविधि स्वतस्फूर्त आक्रोशमा मात्रै सीमित थिएनन्। विभिन्न समूह मिसिएर हिंसा व्यापक बनाइएको सङ्केतहरू खुलेको देखिन्छ। एकै घटनाको धेरै व्याख्या, शब्दमै विवाद। 23-24 भदौलाई कसले के भन्यो भन्नेमा राजनीतिक तथा सामाजिक रूपमा स्पष्ट विभाजन छ। जेनजी समूह, आन्दोलन वा विद्रोह, काङ्ग्रेस, युवा विद्रोह, एमाले, षड्यन्त्र, माओवादी तथा नयाँ दलहरू, आन्दोलन वा क्रान्ति, राष्ट्रपा, निर्णायक हस्तक्षेप, राष्ट्रपतिका दस्तावेज, युवा पुस्ताको आकांक्षा। सरकारसँग जोडिएका आधिकारिक अभिलेखमै एउटै शब्दको एकरूपता छैन।
यही अस्पष्टताले घटनाको स्वरूप पहिचान गर्न कठिनता बढाएको छ। यस्तो अवस्थामा आयोगको प्रतिवेदन विश्वसनीय आउला कि? अब आयोगसँग केही समय मात्रै बाँकी छ। यदि ओली, लेखक जस्ता प्रमुख निर्णयकर्ताबाट बयान नै सङ्कलन हुन सकेन भने प्रतिवेदन अधुरो हुन्छ। राजनैतिक प्रभाव परेको ठहरिन्छ, तस्तै जिम्मेवार को हुन् भन्ने प्रश्न अनुत्तरित रहन्छ। अहिलेको अवस्थामा नेपालका विगतका धेरै आयोगहरूका प्रतिवेदन जस्तै यो पनि अन्तिममा थन्किने देखिन्छ। हो श्रोतागण, सरकारको यस्तो व्यवहारले न्यायिक प्रक्रियामै प्रश्न उठाएको छ। आयोगका सदस्य भन्छन् बयान नलिए प्रतिवेदन तयारी असम्भव, तर समय सीमित छ, दबाव ठूलो छ अनि नेतृत्वको रुखो नजर झनै डरलाग्दो छ। यसरी संवेदनशील मुद्दामा निष्पक्ष छानबिन नहुनु राज्यको आफ्नै कमजोरी हो। जनता न्याय खोजेर बसेका छन्, तर आयोग आफै निर्देशन खोजेर बहुतारिन बाध्य छ। यसरी न्याय आउने आशा कसरी गर्ने? प्रसङ्ग बाँकी नै छ, हामीसँगै रहनुहोला। सत्य खोज्ने यात्रामा हामीसँगै हिँड्नुहोस्। हल्ला होइन, प्रमाणित तथ्य हामी बोल्छौं। taraionline.com, तपाईको विश्वासले चलेको अनलाइन। श्रोतागण, जेनजी आन्दोलन कुनै सामान्य विरोध थिएन। सडकमा आम युवाको आवाज थियो प्रणालीगत भ्रष्टाचार, दमन र दण्डहीनता अन्त्यका लागि। तर अहिले आयोगका गतिविधि हेर्दा पीडित युवाले भने झै हामीलाई सुन्नेले सुनेनन्, अब छानबिन गर्नेले पनि सुन्दैछ भन्ने लाग्दैन। कार्की नेतृत्वको आयोगले के विषयमा छानबिन गर्न सक्छ? विशेष गरी कार्की नेतृत्वको आयोगले 23 र 24 गतेको घटनामा कसले के गल्ती गर्यो र कसको कारणले त्यो अवस्था उत्पन्न भयो भन्ने पत्ता लगाउने कार्यदेश पाएको छ। अब आयोगले यसैको सेरोफेरोमा रहेर काम गर्नेछ। नागरिक समाजका अगुवा तथा जेन्जिस सहित विभिन्न राजनीतिक दलहरूले पनि यसबारे आवाज उठाउँदै आएका छन्। 23 गते बल प्रयोग गर्न अनुमति दिने र बल प्रयोग गर्ने सुरक्षा निकाय तथा राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्बन्धमा उनीहरूको गल्ती कमजोरी कहाँ भयो र त्यति धेरै मानिसको मृत्यु भयो भन्ने पहिलो विषय र 24 गतेको आगजनी र तोडफोडमा कसको कस्तो संलग्नता छ भन्ने दोस्रो विषयमा आयोगले जाँचबुझ गर्नुपर्नेछ। दोषीलाई कारबाही गर्न सक्छ? आयोगले आफ्नो अध्ययनबाट प्राप्त तथ्य समेटेर तयार पारिए बुझाएको प्रतिवेदन जाहेरी जस्तो हो। महान्यायाधिवक्ताले प्रतिवेदन कार्यान्वयनका लागि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ। कसैलाई फौजदारी कसुरमै मुद्दा चलाउनु पर्ने रहेछ भने महान्यायाधिवक्ताको निर्णय बमोजिम मुद्दा चल्छ। कसैलाई सचेत गराउने वा विभागीय कारबाही गर्नुपर्ने भएमा मन्त्री परिषदको निर्णय आवश्यक हुन्छ। संविधानको धारा 158ले सरकारको तर्फबाट मुद्दा चलाउने अन्तिम अधिकार महान्यायाधिवक्तालाई दिएको छ। महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धी धारा 158को उपधारा 2मा भनिएको छ, कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ। आयोगको प्रतिवेदनले चुनौतीपूर्ण बनाउन सक्छ। निर्वाचन? अहिलेको सरकारलाई मध्यावधि निर्वाचन गराउने मुख्य म्यान्डेट छ। साथै जुन आन्दोलनको जगमा यो सरकार बनेको हो त्यसमा भएका घुसपैठ तथा हिंसात्मक घटनाको छानबिन गर्नु आफ्नो दायित्व भएकाले सरकारले जाँचबुझ आयोग गठन गरेको हो। तर आयोगले समयमै आफ्नो प्रतिवेदन बुझाएपछि कारबाही प्रक्रिया अगाडि बढाउन अहिलेको सरकारलाई त्यति सहज भने छैन। यदि प्रतिवेदनमा मास स्केलमा सुरक्षा निकायका पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने अवस्था देखियो भने सरकारका लागि त्यो चुनौतीपूर्ण बन्नेछ। सुरक्षा निकायको तमाम पदाधिकारीको टाउकोमाथि कारबाहीको तरवार झुन्ड्याएर त्यही सुरक्षा निकायको सहयोगमा निर्वाचन सम्भव देखिँदैन। किन सार्वजनिक हुँदैनन् छानबिनका प्रतिवेदन? जस्तै लाल आयोग प्रतिवेदन। संविधानप्रति असन्तुष्टि राख्दै भएको मधेस र थरुहट आन्दोलनको छानबिनका लागि 2073 साउन 21मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सर्वोच्च अदालतको पूर्व न्यायाधीश गिरीश चन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्यो। आयोगले 2074 मङ्सिर 29 गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष प्रतिवेदन बुझायो। तर आयोगले तत्कालीन प्रधानमन्त्री देउवा समक्ष बुझाएको 709 पृष्ठ लामो प्रतिवेदन हालसम्म सार्वजनिक हुन सकेको छैन। त्यस्तै मल्लिक आयोगको प्रतिवेदन। 2046 सालको परिवर्तनपछि गठित सरकारले आन्दोलनमा दमन गर्नेमाथि छानबिन र कारबाहीको लागि बनेको यो आयोगको प्रतिवेदन पनि सार्वजनिक भएको छैन। आन्दोलन दबाउन बल प्रयोग गरियो। दमन गर्नेमाथि छानबिन र कारबाही गर्न मल्लिक आयोग बन्यो। तर आयोगले तयार पारेको प्रतिवेदन आजसम्म गुपचुप नै छ। यस्ता नसुल्झिएका विवादित घटनाका छानबिन र छानबिनपछि सरकारको ढुकुनीमा थन्किएका प्रतिवेदन
तत्काल सार्वजनिक गरेर कानूनी राजको अनुभूति सरकारले गराओस्। श्रोतागण, उता एमाले नेताहरू खुलेरै चेतावनी दिइरहेका छन्। ओलीमाथि कारवाही भयो भने चुनावी वातावरण नै बिथोलिन्छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल आजभोलि चुपचाप छन्। युवाहरूको दबाब छ ओली र लेखकलाई पक्राउ गर, तर सरकार बरु त्यो दबाब होइन एमालेको चेतावनीलाई गम्भीर मानिरहेको छ। किनकि पार्टी बिग्रियो भने चुनावै बिग्रन्छ, यही सोच लिएर सरकार अघि बढेको देखिन्छ। वेबसाइट बनाउन खोज्दै हुनुहुन्छ? अब महँगो खर्चको चिन्ता चाहिँ भुल्नुहोस्। हामी ल्याइरहेका छौं 1 कप चियाको साथ वेबसाइट योजना। हो, 1 कप चियाको मूल्यमा प्रोफेसनल वेबसाइट। अहिले नै सम्पर्क गर्नुहोस्। श्रोतागण, भनिन्छ न्याय विलम्ब भयो भने त्यो न्याय होइन। जेन्जी आन्दोलनमा भएको अत्याचारको छानबिन पनि यही मुहानमा अड्किएको छ। जेन्जी आन्दोलनपछि दलहरूमाथि आक्रोश। जेन्जी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिएको छ। दलीय सरकारले सत्ता गुमाएपछि बनेको निर्दलीय सरकार, दलहरूको असन्तुष्टि र जनताको बढ्दो आक्रोश सबैले देशलाई एक जटिल संक्रमणको मोडमा ल्याइरहेका छन्। दलीय सरकार अपदस्थ, निर्दलीय सरकार स्थापना। आन्दोलनपछिको परिस्थितिले दलीय सरकार अपदस्थ भयो र निर्दलीय सरकार बनेको छ। दलहरूले यसलाई असंवैधानिक भनी प्रश्न उठाइरहेका छन्, तर सरकार भने दललाई नै विकल्प नभएको दावी गर्दै दलहरूले चुनावमा सहभागी हुनुपर्ने बताइरहेको छ। यो द्वन्द्वले संविधान, राजनीतिक स्थायित्व र शासन व्यवस्थाबारे ठूलो बहस जन्माएको छ। दलप्रतिको आक्रोश फेरि दलमै फर्किँदै। चाखलाग्दो कुरा के छ भने दलमाथि आक्रोश राख्ने धेरै समूहहरू स्वयं नै दल दर्ता गरेर चुनावी तयारी गरिरहेका छन्। कुलमान घिसिङ, हर्क साम्पाङ, दुर्गा प्रसाई सबैले दल गठन गरेका छन्। यसले एउटा महत्त्वपूर्ण तथ्य पुष्टि गर्छ। दल नै लोकतन्त्रको आधारभूत संरचना हो। दल मार्फतै जनमत लिनु, जनादेश पाएर सरकार बनाउनु यही नै प्रणालीगत विकल्प हो। लगातारको गालीगलौज समाधान होइन, निराशाको स्रोत। समाजमा पछिल्लो समय दलमाथि गाली गर्दा हाई हाई हुने प्रवृत्ति बढेको छ। तर गालीगलौजले न दल सुध्रिन्छ न समाजमा सकारात्मक ऊर्जा पैदा हुन्छ। राजनीतिक दल भनेको ठूलो संस्थागत संरचना हो जहाँ फरक फरक पृष्ठभूमि, सोच र व्यवहार भएका व्यक्ति हुन्छन्। 1-2 घटनालाई आधार बनाएर सम्पूर्ण दलमाथि संकीर्णमूलक निर्णय गर्नु न्यायोचित हुँदैन। आलोचनाभन्दा सुधारतर्फ जिम्मेवार नागरिकको भूमिका। दलीय कमजोरी सुधार्नु अत्यावश्यक छ, तर त्यसका लागि गाली होइन, रचनात्मक संवाद र सुझाव चाहिन्छ। मतदाता मात्र होइन, नागरिकका रूपमा दललाई सही बाटोमा लैजाने दायित्व सबैको हो। दललाई गलत दिशामा जान नदिने, नीति सुधारको माग गर्ने र देशले आवश्यक मानिएको परिवर्तनका एजेन्डा अघि सार्ने काम नागरिकले गर्नुपर्छ। भ्रम, अफवाह र अनियन्त्रित आलोचना होइन, रचनात्मक सुझाव, तथ्यमा आधारित बहस र जिम्मेवार सहभागिता नै लोकतन्त्रको बलियो आधार हो। आक्रोशबाट समाधानतर्फ देशलाई डोर्याउने समय आएको छ। जेन्जी आन्दोलनले संकेत गरेको परिवर्तनको ऊर्जा अब संस्थागत मार्गमा अघि बढाउन आवश्यक छ। दलहरू सुधारिनुपर्छ, नागरिकहरू जिम्मेवार बन्नुपर्छ र राजनीतिक संक्रमणलाई स्थिरतामा रूपान्तरण गर्न सबै पक्षले समान दूरदृष्टि अपनाउनुपर्छ। आक्रोशले दिशा दिन्छ, तर दिगो समाधान संयम, संवाद र सुधारबाट मात्र सम्भव छ। देश अहिले निर्णायक मोडमा छ। अबको यात्राले नै नेपाल कुन मार्गमा अघि बढ्छ त्यो तय गर्नेछ। अब गम्भीर प्रश्न उब्जिएको छ, जब छानबिन आयोग आफैले निर्णय गर्न सक्दैन भने जनताको विश्वास कसरी जित्ला? ओली लेखक बयान लिनै हिचकिचाउने आयोगले दमनमा दोषी कसलाई ठहर गर्ने र सरकार पार्टीको राजनीतिक खेलभित्र पीडितको आवाज फेरि मर्न पुगेको छ। हवस् त, आजलाई सूत्रधार यति नै। हामी फेरि आउनेछौँ अर्को गम्भीर विषयको भित्री खबर लिएर। तपाईसँग पनि कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। हवस् त, नमस्कार।